सेतो अलि जाबे यो मलाई ठाउँ मलाई ठाउँ भक्कु के दिलाई उया छ डलेर हाम्रो 10 12 का मारे के अलरेडी बाजा तिम्रो बाजा भएन हाले ढोकी के अघि ढोकी अगाडि बस्नु पर्यो पछाडि बस्नु रजिना मलाई भन्दा बस्नुस् के बिरा लिदिन्छम के हो बस्दै थियो अरे यहाँ मोबाइल भिडियो बन्न लाग्छ यता जाम कि उता जान तपाईको बस्के रुक गयो न अझै रुक्नु मुस्कान छिउटी जानुस् के जी गदी बाजेले तिमी बस्के मुस्कान छिउ जे गर्दै मुस्कान अल पर्छ दादा बस्नु छ त्यही भनेर दिनी भएस ठुलो मान्छे यसरी हाम्रो छैन गरे यसरी कोइले गाली नगर्यो भन्नु के हेर्को भिडियो गर्न बाबालाई अङ्कल पैसा खान्छ खासिन मैले बाबालाई अङ्कललाई आन्टीलाई अहिले अन्त पनि यो साथ दिनु साथ दिनु हुन्छ अरे मैले भन्छु है यसो गर्नु के फोर्की चाहिँ भिडियो त फोर्की चाहिँ के ब्रो दिनमा खिचिदिन्छु दिनमा खिचिदिन्छु बाबा यस्तो गर्ने नि हैन सुरु गरे रातो दबा मुटु राखे न बन्द गर साडे 30 खै बोलु चालु गरेर के चालु गरेर के तेरा आउँछ अझ म धेरै न त गर्दा आउँछ अनि तलाई चालु अगाडि अड्डे कि लाइसकेपछि के गर्छ फोटो खै डिजन अहिले बसेर सबैले लगाएर राख्ने सबले लगाइसक्यो त पहिला चालु गर सब के सेजल तिमी फेरि थापिन गाऊ फेरि पैसा दिनु छ कि पैसा दिन बो त्यसले जान भनिसक्यो त्यसको राख्न जग्गा छैन रे के आलिसिन के रे अभ्यास होला फुल कर फल्दै के मलाई हेन्टर बन्द गर मान्छे काम पर्छ नि अब त भिडियो उडा बस्नु त सके जाटे झोलाले विजय दशमीको चाहिँ टुक्रे तेल सबै रक्षा गरे सबै गर्ने काम दोष निको पनि सब हारा मैले जिताउनु सेजल नलाउ त सेतो लुगामा जान्नै यो रङ रहेछ जान्नै टीका दशमी निशानी हुन्छ नि एक बिहान हुनु त 300 नभए भने 300 लगाइन्छ के चोर लाग्ला नि धेरै डबल लाछस् अब छैलै वगेर छ मम्मी दिदी चिमोट हुन्छ नचला है हैन हुन्छ बाबा नि यसलाई के तेरी सिया से कपड़ा फरवा छ जा ले रोगर बाबालाई फुटाउनु ढोग्नु पर्छ नि थाहा छ के आ त फुटा ढोग्नु नै त नानी छोरीहरुको अंकल खुट्टामा ढोग्ने बेला फोटो खिच्दिनु होला खाइला यस्तो कुर्सीमा कम भयो उजो गाडी लाग्यो खतम भयो पैसा पासेन भन्नु लागि पारेन फेरि रजिनालाई पनि मैले लिए 100 नहीं के वो ढेरे में 1 2 3 तीन के बारे इसी तरह से करे जो 50 को अहिले 100 को ले हमारे तो क्या था माथि अहिले अच्छे जग्गा छ के हो एकदम राम्रो बाछिस 20 कहीं कहीं वो गिन्नु गयो है ओ मन कस्तो पैसा किनेर पैसा हाम्रो बाबा लाउनु यो लाउनु पाए के पैसा सक्दिन अरे पापा उस्तो चाहिँ तिमीले सानसानो किनिदियो के अब दसैँ हो थाहा पाछिस यसो नगर्नु के
अरे हो के रास्ति हो आफैलाई त्यस्तो लाग्यो बाबा मलाई एउटा प्लास्टिकको हेर्नुहोस् न पैसा चोर्न आएको हुँ ल सुरु गरे एकचोटि जीको दुई टुक्रा लगाइदियो कटुले के राखिदियो एकचोटि लागेको रस्ता ढोगेर चाहिँ ल गेमानी बस लेख्न फेरि दसैँ ल भाग्यमानी बस के भयो थोरै लगाइदिनु धेरै टिका लाउने अङ्कलले धेरै लाउने अङ्कल सेताले धेरै लाउने अरे अब सबै लगाइदिराखि धेरै हुन्छ एक घन्टा जी चल पाउले यार ल ठीक है ले के सेजन ल त्यही माले किलो मलाई पुगेछ न खातामा देखाउन पर्छ अब ढोक्सिङ लिएर आउँछ यार देउता बिग्रेला बिस्टाको रोजिना त्यस्तो नगरे फर्काइन्छ ल यता के गरे के हाटो धेरै रहेछ जीको दिउँ मन्दिर जीको दिउँ 1 लाख साउने मैले त पैसा पनि गर्न सकेको थिएन के हो त्यहाँ को जानुहोस् न लिनुस् न यो त सबको रेलीको 13 मामा गर्दाखेरि हामी अहिले त त्यसैले यस्तो गरौँ है यस्तो हुनु टोपी फाल्दैन नि आजको रिसुरी गयो उता बसेको छ के उ त्यति साला बेला म पनि केस निकाल्न परेबाट केस पैसी गालामा लगाइदिनु हुन्छ बाजेको निरल त खाली छ बाजेले अङ्ग्रेजलाई दिदीहरूले भाइ दिदीहरूले हे मम्मी पाइ पिसा लाउनु चारवटा भयो चाँडो बेसी बोलिहाल रोकिहाल है रोजिना दिदीको मागे कि कहाँ किस लग्यो पैसा हजुर ठिकै भाइ लगाऊ भाग्यमानी हो मलाई लाग्छ धेरै यताउता नगरै तिमीहरू त यार हुलमुल त उले लगाएछ कसैलाई पनि पैसा राख्ने बाबा तर्को मान खै क्या हो यतातिर पनि यो साल दसैँको जग्गा कन्फ्युज भयो यार त पनि त खुसी भएको छ त्यहाँ आन्टीको त्यसैको त होला
अब मलाई दिन्छु एकछिन अङ्कलले कसलाई ल्याइदियो